सालपास सिलिचुङमा आएर झुट बोल्नु मिल्दैन मैले, मिल्छ है? म त भावनामा अत्यन्तै धेरै गहिरो मान्छे हो है, विचारमा अत्यन्तै धेरै अल्पो, भावनामा अत्यन्तै धेरै गहिरो। मभन्दा धेरै भावुक मान्छे नेपालमा छ जस्तो पनि मलाई त लाग्दैन है। त्यसले गर्दाखेरि यो पवित्र भूमिमा उभिएर, सालपा सिलिचुङमा उभिएर मैले झुट बोल्दिनँ है। मबाट कुनै पनि तपाईँको छैन नियत बस कुनै पनि गल्ती हुँदैन। म एक पैसा भ्रष्टाचार गर्दिनँ, सुन्नेमा पारो आँको कसम खाएर भन्छु है। एक पैसा मात्रै पनि मेरो मुखमा भ्रष्टाचार र घुसखोरी कमिसनको परेको पल त्यतिखेर मेरो मरण होस्, त्यति नै खेर मेरो मरण भइहालोस्। सुन्नेमा पारो आँकलाई सालपा सिलिचुङमा आएर होइन मैले प्रतिज्ञा गरिरहेको छु, वचन दिइरहेको छु। त्यति इमान्दार मान्छे हो म। त्यही कुरा देखेर आज होइन मैले गरेको हरेक योजनालाई चाहिँ जनताले सफल बनाइदिनु भएको छ। यदि त्यसो हो भने म चुनाव लड्दैछु है, म चुनाव लड्दैछु। केन्द्रीय राजनीतिमा पुग्नुपर्छ हामी जस्तो तपाईँको गाउँको विचार त्यहाँ पुग्नुपर्छ। अहिले मैले यहाँ यसो हेर्दै थिएँ, 8 लेनको रिङ रोड बनाउने भनेर लेखिरहेको रहेछ। यताको बाटो चाहिँ के खालको हो त्यो? यतातिर चाहिँ नहेर्ने, खालि त्यो काठमाडौँमै 6 लेनको रिङ रोड, 8 लेनको रिङ रोड, के अरे फ्लाइओभर के जति ब्रिज भन्दै पैसा जति काठमाडौँमा मात्रै खनाइराखेर हुन्छ? नेपाल भन्ने सिर्फ एउटा छ, दुईटा नेपाल छैन है। म यो चिसो ठाउँमा एउटा सानो गाउँमा एउटा पवित्र ठाउँबाट भन्न चाहन्छु, यो देशमा अहिले दुईटा नेपाल छ। एउटा चाहिँ काठमाडौँ उपत्यका भित्रको नेपाल, अर्को उपत्यका बाहिरको नेपाल। हामी चाहिँ हेपिएको नेपाल हो होइन। यो तलतिर त हिजो त आउँदाखेरि त तपाईँको चाहिँ बिजोग हुँदै आइयो त है। बिचरा काठमाडौँबाट आउनु भएको छ यहाँ हाम्रो चाहिँ एकदम ह्यान्डसम टाइपको श्रमदाता होइन, दिवसजी यो ह्यान्डसम ब्रदर है। बिचरा बाइकमा आएको यस्तो, अब तर फेरि सङ्कल्प लिएपछि मै जस्तो हुनुहुन्छ है रहेछ। बुलेटमा आएको छ, अब त्यस्तो खोलामा आउनुपर्ने, बाइकमा आउनुपर्ने, हेर्नु न कसरी आउनुभयो होला है। अनि त्यो बाटो चाहिँ नहेर्ने, काठमाडौँको मात्रै 8 लेन हेरिराख्ने, ओभर तपाईँ ब्रिजहरू हेरिराख्नु पर्ने। त्यो विभेदलाई अन्त्य गर्नका लागि श्रम संस्कृति अगाडि आउँदैछ। कुरा बुझ्नुभयो नि है। हाम्रो देशमा तपाईँको छैन है, सबैतिर हेरिनु पर्यो नि। यत्रो ठुलो तपाईँको चाहिँ धार्मिक आस्थाको केन्द्र छ है, यहाँ आउने बाटो छ, हामीसँग कस्तो रहेछ बाटो है, त्यो खालको छ।